नमस्ते, म अहिले मणिग्राम चोकमा छु र यो लाइट हेर्नुहोस् है, यो लाइट बोलेको छैन है, फर्स्ट पोलको लाइट। अनि अब म यताको लाइनमा जाँदैछु है। अब सेकेन्ड पोलको चाहिँ लाइट बोलेको छ है। यो सेकेन्ड पोलको चाहिँ लाइट बोलेको रहेछ एउटा है। यो पनि यो बजार एरिया हो, तेस्रो पोल है। यो लाइट बोलेको छैन। तपाईँ देख्न सक्नुहुन्छ यो बजार एरियामा चाहिँ लाइट हुनुपर्छ। किन भन्दाखेरि लाइट देख्नुभएको नि, एउटा मात्र बोलेको, त्यसै बोलेकोदेखि चाहिँ फुटिसकेछ यो। र बजार एरियामा लाइट राखिसकेपछि चलाउनु पर्छ है। बजेट त राख्यो, तर बजेट राखेपछि फेरि फर्केर कसैले हेरेन है। ल यो हेर्नुहोस्, ल देख्नु भएको छ बोलेको, देख्नु भएन नि। बजेट पर्छ, बजेट राखिन्छ, तर फेरि त्यसलाई फर्केर कसैले हेर्दैन। राख्नु राम्रो। बजार एरियामा लाइट चाहिन्छ, बाटोहरू मान्छेहरू हिँड्ने बाटोमा लाइट चाहिन्छ। एउटा मात्र रहेछ बोल्ने, यहाँ बोले जस्तो लाग्थ्यो मलाई, यहाँ पनि बोल्दो रहेछ है। ल लाइट देख्नुभएको छ, बोलेको छैन नि। ल अब म बजार एरियाका र यो नयाँ मिलबाट मणिग्रामबाट नयाँ मिलसम्म ट्रान्सफर छ र तिलोत्तमा नगरपालिकालाई पनि सूचना दिन्छु। यसरी यता फेरि बोलेको छ है। ल दुईवटा है त देखाइदिन्छु। अब देखाएपछि सबै देखाइदिन्छु है। त्यो सटर लाइन हो यता, यो अर्को पनि बोलेको रहेछ। यसरी बोल्नु पऱ्यो। बजारी एरियामा होस्, जनताहरू हिँड्ने ठाउँ अनि उहाँको होस्, राखिसकेपछि फेरि बन्नु पऱ्यो कि। कमसेकम बन्नको लागि पनि 2-3 वर्ष त्यस्तै नलागोस् कि, नलागोस्। यो मणिग्रामबाट पूर्व जाने, मणिग्राम 4 नम्बर जाने सायद है। यो यसरी बनिरहेको छ है। लाइटहरू पनि हेर्नु होला। र लाइटहरू भएको ठाउँमा उज्यालो हुन्छ, उज्यालो भइसकेपछि एक्सिडेन्ट हुने कम हुन्छ। यो तारको गन्जागोल, लाइटको गन्जागोल तपाईँ देखिरहनु भएको छ है। कमसेकम अरू केही नभए पनि नेटवालासँग समन्वय गरेर बाँध्न सकिन्छ। यसलाई नर फटाएर बाँधेर एक ठाउँमा बनाउन सकिन्छ। ल हेर्नुहोस्, ल धेरैभन्दा धेरै सेयर गरेर